हेलो हेलो आमा आज फेरि हजुरको याद आयो हजुरले हजुरले मलाई जन्म दिनुभयो हुर्काउनु भयो बढाउनु भयो अनि मलाई किन हजुरसँगै लिनु भएन आमा हजुरसँग धेरै गुनासो छ आमा म आज म आज 2-4 पैसा कमाउनु भनेर परदेशी भएँ आज हेर्नुहोस् त यहाँ के भइरहेको छ आमा जुनकिरी जस्तै झिलिमिली बम बनाएर बारुद धेरै सताएको छ आमा धेरै सताएको छ मलाई सानो दुधीवाला घर के यही देखोस् भनेर छोडेर जानुभएको हो र आमा मलाई हजुरको त्यो न्यानो काका एकदमै प्यारो लाग्छ आमा एकदमै प्यारो लाग्छ हजुरले पकाएको ढिँडो अनि सिस्नाको सागसँग मकैको रोटी पेटभरि खान मन छ आमा पेटभरि खान मन छ बस्दिनँ मलाई एकदमै डर लाग्छ आमा एकदमै डर लाग्छ हजुर बस्ने स्वर्ग कस्तो छ आमा मलाई पनि त्यो आउन मन छ हजुरलाई थाहा छ आमा सायद म पनि हजुरसँगै हजुर बस्ने स्वर्गमै आउँदैछु नि यदि म आयो भने मलाई लिन आउनु है आमा मलाई लिन आउनु है हजुरलाई पनि बसिराख्नेछु छोरालाई फोनलाई नभनी रुमरे यामा धेरै सम्झेको छु आमा धेरै सम्झेको छु बिर्सेछु नि त आमा बिर्सेछु नि त बिर्सेछु नि त आमा बिर्सेछु नि त थ्याङ्क यू सो मच सबैजनालाई धन्यवाद मानिस सर।